कन्टेन्ट क्रिएटरको लागि एकदमै खुसीको खबर छ, किनकि अहिले गुगलको लेटेस्ट अपडेटमा तपाईहरुको जुन सोशल मिडिया छ, कन्टेन्ट क्रिएटर या बिजनेस ओनरहरू हुनुहुन्छ उहाँहरूको लागि एकदमै यो इम्पोर्टेन्ट र खुसीको खबर छ। किनकि कुनै पनि बिजनेसको एउटा सोशल मिडिया राम्रो तरिकाले ह्यान्डल भयो भने एकदम इजी तरिकाले अहिले नेटमा तपाईहरु इन्टरनेटको दुनियाँमा सजिलो तरिकाले ग्रो गर्न सक्नुहुन्छ। अब यसको लागि सबभन्दा पहिला हामीले आफ्नो बिजनेसको वेबसाइटलाई गुगल सर्च कन्सोलमा लिस्ट गर्न मिल्थ्यो। अब अहिले गुगलको फिचरले के गर्दाखेरि अब हामीले आफ्नो कम्पनीको सोशल मिडिया होस् या कुनै आफ्नो बिजनेसको सोशल मिडिया होस् त्यो सबै गुगलमा हामी लिस्ट गर्न सक्छौं। जसरी कुनै पनि वेबसाइट हामी सर्च गर्दाखेरि आइरहेछ, जसरी मैले यहाँबाट कुनै पनि वेबसाइट सर्च गरे भने मेरै वेबसाइट यहाँबाट मैले सर्च गरेँ भने thedigitalnepal.com यो मेरो कम्पनीको यो सपोज मेरो यो बिजनेसको यो वेबसाइट भयो अनि यो वेबसाइटमा मैले सर्च गर्दाखेरि जसरी यहाँबाट यो गुगलमा देखिराख्नु भएको छ, यसरी नै तपाईहरु आफ्नो सोशल मिडियालाई पनि गुगलमा सर्च गर्न सक्नुहुन्छ। किनकि मैले सर्च गर्दाखेरि डिजिटलमा मेरो यहाँबाट वेबसाइट आइराछ। तर अब के हुन्छ भने तपाईहरु गुगल सर्च कन्सोलमा आफ्नो सोशल मिडिया पनि एड गर्नुहुन्छ भने सबै सोशल मिडियाहरू पनि तपाईको शो गर्छ, यो वेबसाइटको सँगसँगै शो गर्छ। अब यसको लागि मेरो पनि यहाँ तल शो गरिराछ, बट फर्स्टमा आउँछ, पहिला वेबसाइट आउँछ त्यसपछि सोशल मिडियाहरू आउँछ। तर मैले यो सर्च कन्सोलमा कनेक्ट गरेको छु, त्यही भएर मेरो यो सबै शो गरिरहेछ। अब यसको लागि तपाईहरुले के गर्नुपर्छ, यदि तपाई कुनै कम्पनीको ओनर हुनुहुन्छ या तपाईको कुनै अनलाइन बिजनेस छ या कुनै पनि बिजनेसलाई तपाई अनलाइन प्रमोट गर्न सक्नुहुन्छ भने त्यसको लागि सबभन्दा पहिले तपाईले गुगल सर्च कन्सोलको अकाउन्ट हुनु पर्यो। गुगल सर्च कन्सोलको अकाउन्ट म तपाईहरुले भिडियो लास्टसम्म हेर्नु होला, तपाईहरुले म एक्सप्लेन गर्छु के कसरी गर्ने भनेर। अहिले म तपाईहरुलाई गुगल सर्च कन्सोलको इन्टरफेस यस्तो हुन्छ। अब यसमा मेरो वेबसाइट यहाँ अहिले लिस्टेड छ, एउटा चाहिँ वेबसाइट छ। अब यसमा म आफ्नो सोशल मिडियाहरूलाई कनेक्ट गर्छु, तपाईहरुले कनेक्ट गर्न देखाउँछु कसरी कनेक्ट गर्न सक्नुहुन्छ। अब यो इन्टरफेस कसरी आयो, कसरी अकाउन्ट बनाउने भने म तपाईहरुलाई लास्टमा बताउँछु कहाँबाट के भिडियो हेरेर तपाई यो बनाउन सक्नुहुन्छ। अहिले तपाईहरुलाई गुगल सर्च कन्सोलमा कनेक्ट गरेर ल्याउँछु। सबभन्दा पहिले यहाँबाट क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ एड प्रोपर्टीमा जानु होला अनि न्यू अप्सन अहिले आछ जुन यो नयाँ फिचर हो गुगलको। अब यहाँ क्लिक गर्नुहुन्छ भने तपाईहरुको सिम्पली यहाँबाट जुन अकाउन्ट छ त्यो अकाउन्ट आफ्नो सिस्टममा लगइन गर्नु होला। सिस्टममा लगइन गरिसकेपछि यहाँ तपाईले जुन अकाउन्टलाई त कनेक्ट गर्न खोजिराख्नु भएको छ त्यो अकाउन्टमा क्लिक गर्नु होला। सपोज मैले यहाँबाट टिकटकलाई कनेक्ट गर्न खोजिरहेको छु भने मेरो टिकटक मेरो यहाँ कनेक्ट छ, हेर्नुस् यहाँबाट मेरो टिकटक यहाँ पिन गरेर मैले हालेको छु। यहाँबाट जुन यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ, यहाँबाट म ड्र गरेर तपाईहरु हेराइदिन्छु। यहाँबाट मैले यहाँ कनेक्ट गरेर अलरेडी अगाडिदेखि नै राखेको छु। अब यस्तै तपाईहरुले गर्नको लागि यो कसरी गर्न सकिन्छ भने यस्तो गर्नको लागि सबभन्दा पहिला यहाँबाट तपाईहरुको एडमा आउनु होला अनि यति भइसकेपछि यहाँबाट सिम्पली तपाईहरुले आफ्नो यहाँ क्लिक गर्नु होला। जुन यो एड अकाउन्ट छ त्यसमा यो एड अकाउन्टमा क्लिक गर्नु होला। एड अकाउन्टमा क्लिक गरिसके मैले यहाँ टिकटकमा क्लिक गरेँ। क्लिक गरिसकेपछि तपाईसँग परमिसन माग्छ के एकछिन टाइम लिन्छ अनि परमिसन माग्छ, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि एकछिन अब यहाँबाट टिकटकमा क्लिक गरिसकेपछि यहाँबाट तपाईसँग एग्रीमेन्ट माग्छ कि एग्री गर्नुस् कि तपाईको डाटा टिकटक र गुगलसँग हामीले कनेक्ट गरिरहेको छु। तपाईको सबै डिटेलहरु हामी गुगलमा लिस्ट गरेर तपाईको कम्पनी या बिजनेसको सबै डिटेल हामी गुगलमा शो गर्छौं। अब यसको लागि मैले यहाँबाट एग्री एन्ड कन्टिन्यूमा क्लिक गर्छु। एग्री एन्ड कन्टिन्यूमा क्लिक गरिसकेपछि एकछिन तपाईको नेटको स्पिडमा डिपेन्ड पर्छ, एकछिन टाइम लाग्छ अनि त्यसपछिको नयाँ इन्टरफेस यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ। यो नयाँ इन्टरफेस ओपन हुन्छ। अब ओपन भइसकेपछि यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाईहरुले यहाँबाट रिड पढ्नु होला कि कनेक्सन गर्नको लागि तपाईको गुगल क्रिएटरको लागि यहाँबाट गुगल क्रिएटरको लागि तपाईको अकाउन्ट लिंक हुन्छ अनि लिंक भएपछि यहाँबाट तपाईहरु कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरिसकेपछि एकछिन टाइम लाग्छ अनि कन्टिन्यू गरिसकेपछि तपाईहरु यहाँबाट हेर्न सक्नुहुन्छ तपाईको प्रोपर्टी एड हुँदैछ। अब यो प्रोपर्टी एड भइसकेपछि तपाईले आफ्नो टिकटक आईडी गुगलमा सर्च गर्दाखेरि फर्स्टमा आउनुहुन्छ अनि यहाँबाट आफ्नो डन गरेर प्रोपर्टी एडेड सक्सेसफुली तपाईको यो बिजनेस गुगलमा लिस्ट भइसक्यो। तपाईको यो टिकटक आईडी को सोशल मिडिया इजी तरिकाले तपाईहरुले कुनै पनि यो जस्तै मेरो डिजिटल नेपाल छ यस्तै तपाईहरु अरु पनि एड गर्न सक्नुहुन्छ। यसको सबैको लागि सेम प्रोसेस हुन्छ। जुन अकाउन्ट तपाई एड गर्न खोज्नुहुन्छ त्यो सबै एड गर्न सक्नुहुन्छ। अब तपाईहरुले अरु पनि भिडियो टेक्निकल रिलेटेड तपाईको कुनै बिजनेस छ या कम्पनी छ भने तपाईहरुले फ्रीमा सर्भिस लिन सक्नुहुन्छ। अहिलेको लागि तपाईहरु कन्ट्याक्ट गर्नु होला। अनि यो भिडियोबाट तपाईहरु के सिक्नु भयो भने कन्टेन्ट क्रिएटरहरुको लागि एकदम इजी तरिकाले मैले तपाईहरुलाई एक्सप्लेन गरिसकेको छु। कुनै पनि यस्तो बिजनेस अनरलाई यस्तो डिजिटली कुनै समस्या आइराछ वेबसाइट रिलेटेड कन्टेन्ट क्रिएसन रिलेटेड या अनलाइन कुनै हुन्छ नि यो पेज इन्डेक्सिङ गर्न खाली वेबसाइटहरुको समस्या परेको छ भने सोशल मिडियामा ह्यान्डल गर्नलाई हामी त्यसलाई मतलब इजी तरिकाले एक्सप्लेन गर्न सक्छौं। सजेसनको लागि तपाईहरु फ्री कन्सल्टेसन लिन सक्नुहुन्छ इजी तरिकाले। एड गरिसकेपछि यहाँबाट सर्च प्रोपर्टीमा क्लिक गर्नुहुन्छ। जुन यहाँ देखिराख्नु भएको छ मैले यहाँ ड्र गरेर तपाईहरुलाई देखाउँछु। यहाँबाट जुन यो सर्च प्रोपर्टी हेरिराख्नु भएको छ यहाँ क्लिक गर्नुहुन्छ भने यहाँबाट क्लिक गर्दाखेरि तपाईहरुको यहाँबाट क्लिक गर्दाखेरि यस्तो अप्सन आउँछ अनि यहाँबाट तपाईहरु आफ्नो टिकटक आईडी को जुन यो टिकटक आईडी छ यहाँबाट तपाईहरु शो गर्न सक्नुहुन्छ एकदम इजी तरिकाले।
हेर्नुस् यहाँबाट अब तपाईको टिकटक आउँछ अनि टिकटकको जुन एनालाइटिक हुन्छ नि, जुन टिकटकमा एनालाइटिक हुन्छ कति मेरो पर्फर्मेन्स गइरहेछ, यहाँ क्लिक गरेर तपाईहरु टिकटकको पर्फर्मेन्स पनि यहाँबाट हेर्न सक्नुहुन्छ। युआर प्रोसेसिङ डाटा अहिले अब भर्खरै कनेक्ट गरेको हो मैले। अब 48 घण्टाभित्र अब कति तपाईको भ्यू आइरहेछ, रिच आइरहेछ, यो सबै डाटा तपाईले गुगल सर्च कन्सोलमा हेर्न सक्नुहुन्छ। अब यस्तै सबै एकाउन्टहरु एड गरिसकेपछि एड गर्नुहुन्छ भने यहाँबाट तल शो गर्दै जान्छ। जस्तो यो एउटा वेबसाइट, एउटा अर्को वेबसाइट, यो मेरो टिकटक भयो। यहाँबाट म एड प्रोपर्टीमा गएर अर्को अप्सनमा पनि यहाँबाट मैले इन्स्टाग्राम, यक्स सबै सोशल मिडिया लिस्ट गर्न सक्छु। अब यहाँ दिएको मात्र सोशल मिडिया लिस्ट गर्न मिल्छ। यो अनुसारले तपाईहरु सबै सोशल मिडिया एड गर्नु होला अनि आफ्नो डाटा यहाँबाट हेर्न सक्नुहुन्छ। अब यसमा सर्च कन्सोलमा आइसकेपछि इजी हुन्छ के गुगललाई इन्डेक्स गर्नलाई, गुगलमा सर्च गर्दाखेरि र्याङ्क गर्नलाई एकदम इजी हुन्छ बिजनेस अनरहरुको लागि। हस्, धन्यवाद।